यो फल तपाईहरु देख्न सक्नुहुन्छ यो हाम्रो डोको घाँस काट्न आइरहेको छौँ हामी यो पाखामा उहाँ हुनुहुन्छ हाम्रो कान्छी बहिनी खालि हाई गर्ने बार्ने छ उसको चाहिँ हाई गर्ने अनि हामी घाँस काट्ने भनेको चाहिँ यस्तैहरू हो टक्क शीतल अनि चोर्ता खाएको देखाउनु न चोर्ता खाएको देखाउँदैछु अनि तल चाहिँ निकै मान्छेहरू छ हाँस्दैछ बड्डा बड्डी टिमहरू अनि हामी यता तरुनी तरुनी मान्छे यसलाई भन्छ मौवा लौ 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 क्या भिडियोमा पनि हल्लिन्छ यार क्यामेरा मोबाइल त खासै गतिलो त हुँदै होइन क्या ओए ल झरो त अब त्यता जानु डोगरी लिएर तल बार त्यो बुके झार काट्नु जाउँ तलको अनि काट यताबाट काट्दै काट्दै आउँ है अनि त्यसपछि यहाँबाट तिर्छ त्यसपछि पर गएर काफर खाउँ है आऊ साथीहरू म बोक्नु गइरहेको छु डोको म डोको त ल्याउँछु यो हाम्रो डोको होइन अब दुईटीले अब एउटै डोकोले आएको छौँ हामी मासलाई काँडाले खोज्छौँ गिद्धले खाने काँडा नि गिद्धले खाने काँडा त भइगयो एक त खालि मास र के भन्नु आउँछ भने के गर्नु डोको पनि के डोको हो यो भिरै भिर झर्ने पालो छ फेरि छिटाउ सो यो जङ्गलबाट अब हामी लाग्यो हाम्रो जातितर्फ बाटो यस्तो हरियो घाँस देखि राम 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 वाह छिराउ क्या चोर्दा चोर्दा पर्खिन्छ अब यहाँ पुगेर झार काट्ने लाने एकदम ल हेर्नु सक्नुहुन्छ दर्शक वृन्द के कुरा गर्नुहुन्छ सासु के कुरा गर्नुहुन्छ चुरोट खाइ के कुरा गर्नुहुन्छ तपाईँ यस्तो देखाउनु पर्यो त मजा अरे यो भनेको रुकुमको ठाउँ हो भनेर पारितिर घाँसहरू काट्ने यहाँ कार्यक्रम वाह खाला र सापले त्यो गाड्नु पर्ने कसले साप देखो खाला खाला धेरै धेरै घाँस काट्नु हुँदैन त्यही भएर त्यो सर्व मात्रै हो साप मात्रै हो हल्का रमाइलो गर दर्शक वृन्द अब हामी लाग्नु आफ्नो गन्तव्यतिर ल हामी पनि लाग्दैछौँ हामी चाहिँ यहाँ भिडियो गर्ने कार्यक्रम गर्दैछौँ है त अहिले हाम्रो पाला आउँछ कि 700 बजेको कता जानुहुने तपाईँहरू गर्दै गर्न कुरा रुँदैन मेरो छोरा त आज पनि यो साल कसको कसको हो मार्छ गोठाले आएर मेरो जेठान त्यसो भए त कहाँ छ के त्यो बहर पलाउँदै गरेको बिचारा कठिन आज जे भयो सबै सत्यानाश पार्ने म जानु हुँदैछ म पनि पछि पछि तर हाम्रो डोको चाहिँ यतातिर डोको देख्नुहुन्छ कत्रो सापको डर लाग्दैन त्यहाँलाई
हाम्रो यहाँ गीतबाट साँच्चै रहेछ पर माइला गीत किन काट्दैनौ त्यतातिर भन्छु क्या हामीले काट्छौँ त नि हामी कर्चुट सर्छु सबै हामीले काटेको छैन नि त त्यस्तो राखे परेछ यो बुके झर सराम पारेपछि यो सराम पारे बल्ल थाहा हुन्छ मान्छेहरूलाई तिमीले माग्छौ भने मुटु त्यो फेरि लम्पसार पर्ने ला देखाएर त्यही हो ल आँसी हराएको सूचना दर्शक वृन्द यहाँ डोकोको आँसी कता हरायो अहिलेको अहिले थाहा भएन कहाँ गयो त ती मैले डोकोदेखि मैले ती लाएको त हो डोकोमा कता गयो त अब आँसी अब हरायो भयो त ओ सासू मेरो आँसी लानुभयो के मेरो आँसी ओके क्या न लिनेतिर आँसी मैले भन्नुहुन्छ पुरा सही भन्नुभयो कि दर्शक वृन्द तर आँसी कहाँ हरायो पापा ठाकुरे यो डोकोको आँसी कहाँ गयो त फेरि मैले त यहीँ लाएर लिएको हो क्या बोक्दाखेरि आँसी खोज्नु यहाँसम्म आइयो फेरि रिटर्न बाई टु रिटर्न तर भेटिएन तिमी त्यहाँनिर घाँस काट्दैछन् मैले यस्तै हालेको कहाँ गयो अरे क्या कहाँ गयो म यताबाट खुद घाम फाल्दै झरेको भरे मार्छ घरमा यस्तरी झर्दाखेरि पनि कतातिर उछिटेर गित्तले खाने आँसियो नि भिडियो गर्ने चक्करमा एउटा आँसी हरिएको छ अब यो डोकोमै लगाएको मैले यही डोकोमा अब म यही डोकोलाई पछाडि सोध्छु म यही डोको हुनुपर्छ मेरो आँसी यहीँ रहेछ यो पनि कम्ता ठुलो ऊ होइन किन होला यस्तो दुःख के भयो डोकै लिएर यस्तो दुःख दिने यसले मलाई माथिसम्म पुऱ्यायो देखाइरहेको छु कि राम्रोसँग देखाएर यहाँभन्दा कति राम्रो देखाउनु त्यही यार ल्याउनु न नि यहाँ आँसी गरेर वहाँ माथिसम्म पुग्नु पर्यो रिस उठ्दो कति होला र त्यहाँ अङ्गालोमै ल्याइहाल्यौँ ला किन र भरे आउनु पर्ने फेरि यतातिर उता जानु पर्ने त फेरि हामीले चाहिँ ल सक्यो साल यहाँको झारेर टुप्पीदेखि फेससम्म बोट टुटेर अब हामी फेरि अर्को रुख फाल्नु जाँदैछ अब यो बाटोबाट जाने मासतिर वर्क हुँदैन त अझ खाँच्छ एकदम के लगाएर अब त्यही ज्यामलाई काट्नुपर्छ नि सर मैले त्यहाँ देखाएको छु हिँड्नु के घुइयालो भनेको के कहिले उयो टुप्पीको घुइयालो यो त के जाति हो यो खा भन्नुभएको यो भने होइन उ चाहिँ त्यो घारी दार ए काउलो हाम्रोतिर यो गिठालाई ऊ भन्छ क्या दार भन्छ यतातिर चाहिँ फेरि काउलो वाह ठाउँ त स्वर्गै बराबर छ भन्नु पनि लाज लाग्छ यस्तो गीतले हाल्नु त्यो एउटा टुप्पीको लागि पनि के पस्ने हो यार माथि बरु नगर हो यो च्यामुना काट्ने अनि त्यसपछि यो काउला काट्ने भरिहाल्छ ओके
खान्छ नि मजा काँडा हुन्छ त यो यसको लागि नपस माथि बस्छु यार दर्शक भेट यस्तो टक्क भिडियो गर्दा भाइ यहाँ दर्शकबिन यहाँ चाहिँ गुथ्यो भने गुटा चिलायो छ्या भन्ने अब कहाँबाट कटुले त फेरि घाँस अब त्यो रुखमा चढ्यो रोटेले मारेको अब यो रुखमा चढ्यो यिनीले काट्दैछन् घाँस पुरै हातै रातो रातो बनाइदिएर मासले भुटले क्या भुट हुन्छ भरे होइन म यहाँदेखि कहाँ लान्छु भने म शिखरेको माथिको कम देख त म यहाँदेखि माथि शिखरेको कम छ त अघि नै हामी उ गर्थ्यौँ त त्यो के अरे शिखरेको पहिला ल उ त्यहाँ होइन क्या फेरि उ त त्यो शिखरेको बोईसँग हामी छुट्टिएको ठाउँ होइन क्या माथि शिखरेको बोईको कम देख त सुरु कम द हो त्यहाँसम्म क्या त्यस्तै छ त्यही त छोडेको होला त मान्छेले कहाँ छन् त